Okay. Today we are doing this backwater boating, and it's a very exciting thing to do, but a little bit scary because I might fall into this 7-meter deep water. So what will happen? Who will save me? Gokul will save me, or this guy from with experience of doing boating in Navalparas will save? No idea. I am very much scared. But enjoying a lot. I can swim. Okay. So correct. I can go here. So I can swim. So basically I am enjoying it right now. It's working, right? It's very working fine. So okay. Fine, guy. Good. And Okay, don't kill me. you and me in the picture. You and me in the picture. Okay, correct. Right now. Yeah. Okay. Don't shout too much. No. Don't shout too much. Okay. Otherwise, you will jump into this 7-meter down. I don't want to do With everything is spoiled and every mess over here. So we are going where? We are going to have coconut water. We are going to have coconut water. Yeah. Okay. And it is a bit far from here. Now this is the guy who is driving all this thing, and he is doing his business job very good so far. And this thing is all cannon. There is a boat, lady, what do you call that? Boarding over there. Yeah. Ladies, everyone over here has a boat. Just like some people have cars or bikes. Yeah. Here everyone has boat. That is the only means of So transportation. ईश्वरी कस्तो लागिरहेछ यार बोटिङ गर्दा? एकदम रमाइलो यार. आहा. अलि डर लागेको छ नि त. डर त मलाई लागेको छ नि. छैन मलाई लागेको छ यार एकदमै. त्यहाँ चाहिँ हेर न सबै यार यो धानबारी सबै धानबारी. एकापट्टि छेउमा धानबारी हैन, अर्कोपट्टि छेउमा चाहिँ पनि धानबारी नै हैन, बिचमा चाहिँ क्यानल. कस्तो ठाउँमा आइपुग्यो यार. अब अहिले यहाँ पानी नै पानी छ हैन, अनि यतापट्टि पनि त्यही धानबारी हो, तर एकदम रमाइलो भइरहेछ. मैले भन्ने त यो समुद्रै होला भन्ने त्यो होइन रहेछ. समुद्र चाहिँ सानो समुद्र. सानो समुद्र, यो कसैले बनाएको रहेछ. सानो भन्नु नि मिलेन, समुद्रै होइन. खोले खोला रहेछ हैन, लेक. तर यहाँको सिनेरी चाहिँ एकदमै बवाल छ. जताततै नरिवलको बोट, नरिवल र धान खेती बाहेक केही छैन. उतिर लाग्यो है खोलातिर. ओइ कान्छ खेलिरहेका छन्. कहाँ खोइ? ए के भयो पास. ल गोकुल भन्दै त हामी कहाँ यो यात्रामा के गर्यौँ, हामीले कहाँ गयौँ? यो यात्रामा गर्नुहुने सबै गरिरहेछ. हेर के भनौँ के नभनौँ. कन्याकुमारी पुगिहाल्यो, त्यहाँ गएर हातखुट्टा काटिहाल्यो. त्यो के अरे कन्याकुमारीको हरिकेन सीमा गएर, अनि त्यसपछि त्यहाँबाट हामी एर्नाकुलममा पनि धेरै रमाइलो भयो. एक प्रकारको छुट्टी आनन्द. अनि तिमीले त पहिलोचोटि समुद्र पनि देख्यौ. समुद्र पहिलोचोटि देख्न पाइन्छ. बहुत के भन्ने त्यसको बखान गर्नु कुनै उपाय छैन. त्यसो कसरी वर्णन गर्ने यार. जिउमा तिम्रो नुन पनि लागिरहेछ हैन. पाइन्टभरि के अरे पाइन्टमा नुन त्यस्तो अब सेतै भयो. त्यो निलो कट्टु त हाफ है. अनि त्यसपछि टिभीमा त धेरै देखियो, फिल्महरूमा धेरै देखियो, तर वास्तविक समुद्र देख्नुको मजा नै छुट्टै हुँदो रहेछ. अनि मलाई चाहिँ के हो भने यो सबै मेरो दुईचोटि भयो हैन. कन्याकुमारी म अस्ति 8 महिना अगाडि पनि आएको हैन, एकदम रमाइलो लागेको थियो. यसपालि पनि एकदमै रमाइलो भयो हैन. अनि रामेश्वरम जान चाहिँ टाइम भएन हामीसँग. अब अनि केरलामा पहिला आएको कोलम बिचमा हैन, अब एर्नाकुलममा आयो. यसपालि रमाइलो भयो. यहाँ ब्याकवाटर गएर थियो हैन, गर्नुको हैन. अब मैले भने बिहामा चाहिँ हनीमुन मनाउनु चाहिँ बिहा गरेपछि हाउस बोटिङ हैन गर्न चाहिँ बिहे चाहिँ सँगै गर्नु पर्ला. तिमी दिदी खोज, म बहिनी चाहिँ खोज्छु.
त्यो पछि कुरा गरौँ न त्यसमा होइन त्यो पनि नगर अहिले त्यो प्लान के ल जो समग्रमा रमाइलो भयो।